ओके सबैलाई नमस्ते। अब हिजो हामीले व्हाट इज इनडिजाइन भनेर सिकेको थियो अनि इनडिजाइन भने के हो अनि कसले बनाएको हो अनि कसरी अब यो किन्नेहरू गर्नेहरू त्यो गरेको थियो र इनडिजाइनमा अब कहिले कहिले हामीलाई यस्तो हुन्छ अब पैसा भयो भने किन्न सक्ने त्यस्तो पनि हुन सक्छन् हैन। त्यो अवस्थामा यस्तै अब अर्कै बाटो खोजेर नि डाउनलोड गर्नुपर्छ। हजुरहरूलाई अब यो कुरा चाहिँ के भन्ने चाहन्छु भने यो चाहिँ हामीले सफ्टवेयर डाउनलोड गर्ने बेला एउटा दिमागमा के राख्नुहोस् भने एउटा अनअफिसियल वेबसाइट एउटा आउँछ, अफिसियल वेबसाइट पनि हुन्छ अनि कोहीले अब यस्तो सफ्टवेयर क्र्याक सफ्टवेयर भन्छ हामीले भन्ने चाहिँ त्यो सफ्टवेयरहरू चाहिँ डाउनलोड गर्ने तिनीहरूले अफिसियल वेबसाइट एउटै हुन्छ। अहिले म यस्तो यो बाटोबाट जानुस् यस्तो यस्तो गर्नुस् भनेर म भन्न सक्दैन अनि त्यही कारणले अनि यो युट्युबको एउटा हुन्छ नियम जस्तै हो त्यो भएर मैले भन्न सक्दैन। एउटा लिङ्क छ त्यो लिङ्क चाहिँ खास गरी अब त्यहाँमा गयो भने सफ्टवेयर जुन चाहिन्छ पाउँछ, धेरै जति अब फ्रीमै छ त्यसमा हैन। एनिवे न अझ हामीले अब यो इनडिजाइनको बारेमा अब थोरै भित्र चाहिँ कस्तो कस्तो होला त्यो बारेमा थोरै सिकौँ हैन। अब हिजो हामीले भनेको जस्तो यता साइड र उता साइडको कुरा गरेको थियो तर एक एक गरेर हामीले भन्दै सक्दैन किनकि जब हामीले डकुमेन्ट बनाउने बेला युज गर्छ त्यति बेला चाहिँ थाहा हुन्छ। अब हजुरहरूले एउटा इनडिजाइन न्यू इन्स्टल गरेको छ हालेको छ भने सफ्टवेयर चाहिँ यस्तो इन्टरफेस चाहिँ यस्तो जस्तो आउँदैन, अलिकति अलग आउँछ। यो मैले सिर्फ अहिले देखाउने लागि यसो देखाएको। खास गरी हजुरहरूको आयो भने हामीले नर्मली के गर्छ भने यस्तोमा एकछिन है म यहाँ देखाइदिन्छु होला। ओके न ओपन गर्ने बेला यस्तो एउटा आउँछ हजुरहरूलाई। यो चाहिँ के हो पहिल्यैदेखि मैले ओपन गरेर मैले केही काम गरेको छ भने रिसेन्ट भनेर एउटा आउँदो रहेछ नि त्यस्तो आउँछ। यो पहिलाको अघि मैले देखाउने लागि राखेको होइन। एनिवे न अब म त्यसमै जान्छु फेरि किनकि म अहिलेको लागि हाम्रो यो क्लासको लागि चाहिँ हामी यसरी राख्दिनु। ओके अब यहाँमा फ्यु थिङ्स याद गर्नेको छ। हामीले जुन टुल पनि लिएको छु। अब यहाँमा यो चाहिँ विन्डो इन्टरफेस चाहिँ यो हिजो हामीले थोरै गएको थियो, योलाई चाहिँ हामीले विन्डो इन्टरफेस भन्छ हैन। विन्डो इन्टरफेसमा हामीले आफैले बनाउनु पाउँछ। यहाँमा एडभान्स, बुक, डिजिटल पब्लिसिङ, एसेन्शियल क्लासिक, इन्टरेक्टिभ फोरवेयर यो सबै हुने छ। अब यदि हजुरहरूले एसेन्शियल चाहियो एसेन्शियल धेरै जति फर्स्ट ओपन गर्ने बेला एसेन्शियलमै बस्छ। हजुरहरूको इन्टरफेस यस्तो देख्छ। अब अगाडि रिसेन्टहरू त्यो त भयो हैन, यस्तो देख्छ। अब फर्स्ट थिङ के चाहिँ चेन्ज गर्नुपर्छ भने यो एसेन्शियलमा यहाँमा गएर यसमा थिचेर यो एसेन्शियल क्लासिकमा चाहिँ थिच्नु होला किनकि हामीले धेरै जति डकुमेन्टहरू बनाउने बेला एसेन्शियल भन्ने बेला सिर्फ बेस पर हो, एसेन्शियल क्लासिक भने अलिकति थोर माथि चाहिँ कुरा गर्दैछ। ओके अब त्यसको पछि यहाँमा यो छ नि एडिट भन्ने एउटा छ, त्यसमा गएर यहाँमा प्रिफरेन्स भन्ने एउटा छ हो, त्यसमा गएर यहाँमा हामीले जेनरल भन्ने छ, इन्टरफेस, युआई, स्केलिङ, टाइप यो धेरै छन् हैन। हामीलाई चाहिने एउटा युनिट एन्ड इन्क्रिमेन्ट्स भन्ने यसमा थिच्नु होला। यसमा गइसकेपछि अब यहाँमा यो आउँछ हैन, यो फर्स्टमा होरिजोन्टल एन्ड भर्टिकल यो चाहिँ इन्चमा राख्नुहोस्। अब फर्स्टमा सुरु गर्ने बेला यो धेरै जति हामीले कता राख्छ धेरै जतिको पिक्सेल्स भन्ने यसमा हुन्छ। अब मैले इन्चमा किन राख भनेको भने हामीले एउटा नेपाल, इन्डिया अनि अर्को यस्तो कोही देशहरू चाहिँ हामीले इन्चेस युज गर्छ अनि पिक्सेल्स युज गर्दैन धेरै जतिले। यो दुईटा बनाइसकेपछि यो पोइन्ट्समै राखिदिनु, मिलिमिटर नराखिन पोइन्ट्समै राखिदिनु। अर्कोहरू त त्यतिकै डिफल्टमै राखिदिनु होला। अब यहाँमा चाहिँ धेरै नचलाउनु होला। यो इन्टरफेस चाहिँ के हो भने अहिले कलर अलिकति डार्क रहेछ, योभन्दा डार्क चाहियो भने यसरी आउँछ हैन, अलिकति व्हाइट जस्तो चाहियो भने व्हाइट यसरी आउँछ। अब त्यो आफ्नोको माथि निर्भर हुन्छ त्यो कस्तो इन्टरफेस चाहियो। हजुरहरूलाई एकदम
व्हाइट कलरको चाहियो कि एकदम डार्क कलरको चाहियो कि त्यो आफ्नो हातमा हुन्छ त्यो चाहिँ अब हेर्नु अर्कोलाई केही नगर्नु होला हैन हामीले अब एडभान्स टाइप भनेकोहरु धेरै छ यामा इन्टरफेस टाइप है अब यामा एउटा के छ मैले यामा एउटा भेटेन एकछिन है which implement खास गरी टाइपमै हुनु पर्छ त्यो म पछि भनिदिन्छु होला किनकि अहिले हाम्रो यस्तोमा एउटा आउँछ के हुन्छ भने यदि अब हजुरहरु नेपालीको अक्षर हैन लेख्ने आउँछ भने त्यसमा अलिकति प्रब्लम एउटा आउँछ अहिले मैले नेपालीको का खा ख यस्तोहरु सिकाउन सक्दैन किनकि म आफैले नेपाली त्यति थाहा छैन हैन टाइपिङको बारेमा पनि धेरै त्यस्तो स्पेलिङहरु पनि यस्तो मिस्टेक छ त्यही कारणले मैले त्यो सिकाउन सक्दैन भनेको कारण त्यही हो तर टाइपिङ गर्ने बेला कस्तो अक्षर चाहिँ यताउता हुन सक्छ त्यो चाहिँ म भन्न सक्छु ओके एनीवे नाउ अब हामी सुरु गर्ने बेला फर्स्टमा हामीले न्यू डकुमेन्ट एउटा लिनु पर्छ अब हामीले धेरै जति अहिले यदि हजुरहरु बिगिनर भर्खर सुरु गर्दै छ भने नि फर्स्टमा सर्टकट की नगइकन यसमा जानु होला फाइल न्यू डकुमेन्टमा जानु होला यो बुक्स र लाइब्रेरी भने यो दुईटा छुट्टै हो यो हामी पछि टाइम पायो भने हामी सिकाउन सक्छ है यो डकुमेन्ट भन्नेमा थिच्नु होला ओके नाउ फर्स्टमा इन्टरफेस यस्तो आउँछ न्यू डकुमेन्टमा हजुरहरुले यामा प्रिभ्यू भन्ने एउटा देखेको छ होला नि है यहाँ प्रिभ्यू यो अन गर्यो भने यो प्रिभ्यू अन गर्यो भने यहाँ बनाउँदै त्यहाँमा त्यो पछाडी आफ्नो डकुमेन्ट एउटा आउँछ त्यो देख्न सक्नुहुन्छ अब म एउटा देखाउँछु प्रिभ्यू गर्छु के हुँदो रहेछ हेरौं हैन यसो देख्छ यो देख्छ अब यहाँमा चेन्जेस जे गर्छ यहाँमा देखाउँछ यो सजिलो हुन्छ नि हैन ओके अब त्यसको पछि यहाँमा फर्स्टमा यो डकुमेन्ट प्रिसेट हामी यो पछि सिकाउने छु अहिले सिकाउन सक्दैन ओके इन्टेन्ट भन्ने छ इन्टेन्ट भने कारण एउटा हुन्छ अब हजुरहरुले यो बुक्स बनाउनेको कारण के हो प्रिन्ट गर्नेको लागि हो कि वेब्स भन्छ हैन वेबसाइटको लागि हो कि मोबाइलको लागि हो यो तीनटाबाट एउटा छान्ने हो धेरै जति यो डकुमेन्टमा आउने बेला इन्डिजाइनमा धेरै जतिको काम चाहिँ प्रिन्टमै हुन्छ तर आफैको इच्छाको अनुसार जानुहोस् है प्रिन्टमै राख्नु अहिलेको लागि त्यसको पछि अब अलिक जुम गर्दिन्छु हैन नम्बर अफ पेजेस भनेछ नम्बर अफ पेजेस भन्ने बेला पेज कतिवटा चाहिन्छ एकवटा पेज कि दुईटा 10 वटा 20 वटा कति चाहिन्छ 10 वटा लेख्दिन्छु अहिलेको लागि फिलहालको लागि स्टार्ट पेज नम्बर भनेछ अब यदि एउटा हजुर एउटा अर्गनाइजेसनमा काम गर्दैछ एउटा कापीको माथि काम गर्दैछ भने कापी आधा चाहिँ आफ्नो साथीले लेख्यो आधा चाहिँ हजुर लेख्दैछ अब साथीले 1 देखि 50 सम्म लेखिसक्यो 50 देखि अनि 100 सम्म चाहिँ हजुर लेख्ने हो भने हामीले नम्बर पेज नम्बर चाहिँ 50 पर लेखिदिन्छ यसरी है त्यो चाहिँ याद गर्नु होला यो चाहिँ अहिलेको लागि 1 राख्दिनु त्यसको पछि फेसिङ पेजेस भनिन्छ फेसिङ पेज भन्ने बेला यदि हजुरहरु बुकलेट भन्छ नि हामी कापीहरु जस्तो बनाउने मन छ भने यो फेसिङ पेज राख्छ नत्र नर्मली बुकलेट नबनाउने मलाई यस्तो बुकलेट जस्तो हैन फेसिङ पेज यस्तो कापी जस्तो हैन छुट्टै हो भने फेसिङ पेज अफ गरे पनि हुन्छ हो यो त्यो चाहिँ त्यसको पछि प्राइमरी टेक्स्ट फ्रेम भन्छ प्राइमरी टेक्स्ट फ्रेम भन्ने बेला के हो प्राइमरी टेक्स्ट फ्रेम भन्ने बेला यो यदि हजुरहरुलाई त्यो के भन्छ चिठी अक्षर मात्र लेख्नेको यो डकुमेन्टमा अहिलेको लागि सिर्फ अक्षर मात्र लेख्ने हो भने प्राइमरी टेक्स्ट फ्रेम राख्नु होला यदि प्राइमरी टेक्स्ट फ्रेम के भन्छ नराख्यो भने हामीले केही त हुँदैन पछि पनि राख्नु पाउँछ अहिले राख्यो भने सबै अटोमेटिक सबै टेक्स्ट फ्रेम एउटा आउँछ टेक्स्ट फ्रेम भन्ने बेला अक्षर लेख्नेको लागि युज गर्छ अब प्राइमरी टेक्स्ट फ्रेम नराखेको हामीले धेरै जतिले राख्दैन यो प्राइमरी टेक्स्ट फ्रेम युज गर्दैन किनकि हामीले डकुमेन्ट बनाउनु बेला धेरै जतिले पिक्चर्स फोटो पनि हाल्ने हुन सक्छ लाइन्स हाल्ने हुन सक्छ के हैन कलर्स बक्स त्यस्तो हाल्ने बेला
यो प्राइमेरी टेक्स्ट फ्रेमले धेरै दुःख दिन्छ, गाह्रो बनाउँछ है। त्यो चाहिँ त्यसको पछि हाम्रो पेज साइज त धेरै जतिले थाहा हुन्छ होला। पेज साइज भन्ने बेला अनि साइज कत्रो चाहियो, A4 चाहियो कि लेटर चाहियो कि लिगल ट्याब्लोइड भन्ने लेटर हाफ, लिगल हाफ, A5, A4 धेरै छ। अब यदि यो पेजको बारेमा यस्तो ठुलो सानो कस्तो कस्तो हो त्यो यसको बारेमा म पछि एउटा फुल भिडियो बनाएर हालिदिन्छु अनि हजुरहरूलाई थाहा हुन्छ पेज साइजको बारेमा है। मैले अगाडि नै टिबेटन भाषामा एउटा हालेको छ अनि यदि हजुरहरूलाई कोही टिबेटन जान्नुहुन्छ भने त्यो हेरे पनि हुन्छ है। अब हामी धेरै जति अहिलेको सुरुवातमा A4 मै राखिदिनु होला। यो चाहिँ यसको साइजको हो, यो साइज हो, यो A4 साइजको साइज के हो त्यो है, विथ र हाइट हो। विथ भने यतापट्टि उतापट्टि है, हाइट भने माथि र मुनि। ओके, ओरिएन्टेसन यो पेज चाहिँ हजुरहरूलाई सिधा चाहिन्छ कि नत्र यसरी सुताएर चाहिन्छ, सुताएको जस्तो चाहिन्छ भने यो दुईटा ओरिएन्टेसन भन्छ। एउटालाई के भन्छ, पोर्ट्रेल भन्छ, एउटा ल्यान्डस्केप भन्छ। ओके, न कलम्स यदि एउटा कपीमा यदि एनुअल म्यागजिन बनाउँदैछ यस्तोहरूमा हामीले कलम युज गर्छ। कलम भन्ने बेला यहाँ हेर्नु न है, मैले दुईटा कलम बनाएँ, तीनटा चारटा यसरी आफ्नो इच्छा अनुसारले जान्छ। अहिलेको लागि एक राख्दिनु होला। यो गटर चाहिँदैन। यदि कलम दुईटा बनाएको छ भने अनि गटर भन्ने बेला यो कलम दुईटाको बिचमा अनि कति ग्याप राख्ने, त्यसलाई गटर भन्छ। ओके, यो एकै राख्नु। मार्जिन भन्ने बेला यहाँमा यो कपीको यहाँ पिङ्क कलर देख्नुहुन्छ होला सबैलाई, यो पिङ्क कलर एउटा अनि यतापट्टि पर्पल जस्तो एउटा रहेछ नि, यसलाई मार्जिन भन्छ। यहाँ यो भित्र चाहिँ यो बक्स जस्तो भित्र चाहिँ के लेख्ने भने चिठी लेख्नुहोस् भनेको छ, अक्षरहरू लेख्नेको लागि यो भित्र हो। अब मार्जिन अलिक सानो गर्ने मन छ, यसरी गर्ने मन छ। साइज सबै सेम हो, सेम चाहिँदैन मलाई, माथिबाट अलिकति अलग चाहियो, मुनिबाट अलग चाहियो, यता दुईटा साइड अलग चाहियो भने यहाँमा एउटा चाबी जस्तो एउटा चेन जस्तो एउटा छ, यो चेन एउटा ब्रेक गर्नुपर्छ। ब्रेक गर्ने बेला यो फुटायो भने के हुन्छ यसमा हामीले, अब मलाई माथिलाई या 1 इन्च चाहियो, देख्छ होला हजुरले, यहाँ देख्दै होला माथि टपमा चाहिँ मलाई जस्तो 1 इन्च चाहियो, मुनिको पनि बटममा पनि 1 इन्च चाहियो है। अब त्यसको पछि साइडमा चाहिँ हामीलाई के भन्छ 0.5 चाहियो, 0.25, उताबाट 0.25 राखिदिन्छु। सरी, यसरी आउँछ। यदि चेन अनलक गर्यो भने यस्तो हुन्छ, लक गर्यो भने चेन लक गर्यो भने 0.5 राखिदिन्छु। 0.5 राखिदिन्छु। लक गर्यो भने सबैले सेम टु सेम आउँछ। यो चाहिँ चेन चाहिँ कहिले युज गर्छ हामीले, यो अनलक चाहिँ कहिले गर्छ भने जब यदि लेटर हेड लेख्ने बेला यस्तो के भन्छ माथिको मार्जिन चाहिँ अलिकति छुट्टाइ चाहिने त्यस्तोहरूले चाहिँ युज गर्छ। हो या त्यसको पछि ब्लिड एन्ड स्लग भनिन्छ। ब्लिड एन्ड स्लग धेरै जति कभर डिजाइनमा युज गर्छ। यदि फोटोहरू राख्नेको लागि कभर डिजाइन पहिल्यैदेखि एडोबी इलस्ट्रेटरहरू बनाएको यता ट्रान्सफर गर्नेको लागि युज गर्छ। यदि एउटा कपी सिर्फ आफैको लागि एउटा मात्र निकाल्दैछ भने हामीले ब्लिड एन्ड स्लग धेरै युज गर्दैन। यदि मासमा यस्तो के भन्छ एउटा कपी बनाएर त्यस्तो 500-600 वटा प्रिन्ट गर्नेको इच्छा छ भने हामीले यो ब्लिड एन्ड स्लग राख्छ। 0.25 राख्छ हामीले धेरै जतिले। कारण म भन्छु अहिले हैन, यो साइडको यो रेड कलर देखियो नि हैन। अब यो के गर्छ भने पछि हाम्रो प्रिन्ट गर्ने बेला धेरै जति के गर्छ यसमा एउटा गरेर निकालेर यतिकै राख्दैन नि, तिनीहरूले सबै निकालेर झ्याममा काट्दिन्छ। यो 10-20 वटा हैन 50-60 वटा झ्याक्क राखेर झ्याम काट्दिन्छ। त्यति बेला यो साइडको चाहिन्छ। यो साइडको छैन भने ने यदि यहाँ फोटोहरू पनि काट्न सक्छ, अक्षरहरू पनि काट्न सक्छ। ओके, अहिलेको लागि हामीले के चाहिन्छ 0 राखिदिनु होला। अहिलेको लागि केही हुँदैन। अहिले हाम्रो कभरको के कुरा गरेको छैन। यो यसको त कुरा भयो धेरै जति है। अब हामीले त्यसको पछि ओके थिच्नु होला। अब ओके थिचिसक्यो। यो हो हाम्रो बुकलेट टाइप, बुकलेटको
को तरिका हो यहाँमा कभरको कुरा हो ओके अनि यहाँमा चाहिँ कभरको भित्र अलिकति एउटा आउँछ अनि यसको पछि अक्षरहरू आउनेको कुरा हो ओके योहरू चाहिँ अब त्यसको पछि यहाँमा यो प्रपर्टिज प्यानल यो चाहिँ यता राइट साइडमा प्यानल एउटा छ लेफ्ट साइडमा एउटा प्यानल छ अब यहाँमा राइट साइडमा गयो भने यहाँ पेजेस भन्ने एउटा छ त्यसमा थिच्नुस् ओके यसमा थिच्ने बेला यसमा अब हाम्रो पेज सबै यसमै आउँछ यसमा के ठुलो गरे पनि हुन्छ यसमा अब यहाँमा पेज 500 वटा पन्ना छ भने 500 वटै आउँछ अब यहाँमा एउटा ध्यान दिने कुरा के हो भने यहाँमा साइडमा ए भन्ने एउटा आएको देख्यो होला तिमीहरूले ए भनेको यो ए भने चाहिँ के हो मैले अक्षर लेखेको छैन यो चाहिँ ए चाहिँ कहाँबाट आएको यो यहाँबाट आएको यो मास्टर पेजबाट आएको हो मास्टर पेज अब मास्टर पेजको बारेमा हामीले अहिले टाइम छ हामीलाई टाइम रहेछ है मास्टर पेजको बारेमा थोरै भनिदिन्छु अनि भोलि पनि हामीले मास्टर पेजको बारेमा कन्टिन्यू गर्छ है मास्टर पेज भन्ने बेला यो कागज सबैको अहिले मुनिको कागज भएकोहरूको डिफाइन गर्नको लागि हो यो कागजहरूलाई अनि के भन्छ एउटा सेट बनाउने लागि जस्तो मैले मास्टर पेजमा जस्तो एउटा बक्स हाल्यो ओके उदाहरणको तौरमा एउटा बक्स हाल्यो ओके अब यो बक्स यता लेफ्ट साइडमा हालेको छ त मैले ओके यहाँ मेन पेजमा गयो भने सबैमा बक्स आउँछ यो मास्टर पेजको काम हो यदि राइट साइडमा मैले जस्तो कि अब यतिका म लेखिदिन्छु हैन यतिका यसरी लेखिदिएर राख्दिन्छु ओके अब राइट साइडमा हेर्नु लेफ्ट साइडमा बक्स लेफ्ट साइडमा राइट साइडमा यसरी त्यतिका एउटा अक्षर चित्र जस्तो लेखेको छ यो मास्टर पेजमा हामीले धेरै जति एउटा काम के भन्छ एउटा बुकलेट बनाउने सुरुवातमा धेरै जति मास्टर पेज पहिले बनाउन सुरु गर्छ मास्टर पेज हजुरहरूले जति चाहिन्छ एक्स्ट्रा बनाउन पाउँछ यो एक्स्ट्रा बनाउनको लागि के गर्छ यहाँमा अहिले एउटा मात्र मास्टर पेज छ तिमीहरूलाई राइट क्लिक गरे पनि हुन्छ एउटा कुरा है राइट क्लिक गरे हुन्छ नत्र यहाँ साइडमा डटेड लाइन एउटा छ यहाँमा यो डट यो लाइन भएको चाहिँ त्यसमा थिचेर इन्सर्ट पेज भनेको थिचे पनि हुन्छ नत्र यसमै थिचेर हो त्यहाँ यसमै थिचेर यहाँ मुनि एउटा छ नि क्रिएट न्यू पेज भन्ने छ हो त्यसमा थिच्यो भने हुन्छ यो त मास्टर पेज बी हो ओके मास्टर पेज ए मास्टर पेज बी मास्टर पेज ए मा अब जे बनाउँछ त्यो मुनिको अब हामीले यस्तो सोचे पनि हुन्छ आमा जस्तो सोचे पनि हुन्छ यो अब हजुरले यो चाहिँ छोरा जस्तो या माथिको आमा जस्तो त्यस सोचे पनि हुन्छ अब यो चाहिँ अलिकति भन्ने अलिकति गाह्रो रहेछ हैन अब मास्टर पेजमा हामीले बक्स जस्तो बनायो मास्टर पेजमा डिजाइन जस्तो बनाउँछ हामीले धेरै जति के गर्छ मास्टर पेजमा नम्बर यहीँ हाल्छ यहाँमा यता हाल्दैन यहाँ चाहिँ हाल्दैन हामीले मास्टर पेजमा हाल्नै पर्छ मास्टर पेजमा नम्बर हाल्यो भने यिनीहरू सबैलाई अटोमेटिक नम्बर आउँछ त्यो हो त अब मैले यहाँ एउटा यस्तो गर्छु त हैन जस्तो कि अब यो मास्टर पेज भयो मास्टर पेजको कुरा ए बी भयो ए र बी है अब यदि हजुरहरूलाई यसरी जानु बेला यो मलाई ए भयो यो मलाई ए भयो नै मलाई यो चाहिँ यो दुईटा चाहिँ बी भएको चाहियो भने यो दुईटा समातेर यसरी ए राइट क्लिक हाल्नु पर्छ यो दुईटा समातेर राइट क्लिक नत्र यहाँदेखि यो यहाँ पेजदेखि मुनिसम्म यहाँसम्म बी चाहियो भने शिफ्ट थिचेर माउस क्लिक गर्नु होला ओके शिफ्ट थिचेर माउस क्लिक गर्दा त्यसको पछि राइट क्लिक गर्नु राइट क्लिक गरिसकेपछि यहाँमा हामीले एउटा आउँछ ओभरराइट न एप्लाई मास्टर टु पेजेस भन्ने एउटा छ हो त्यो थिच्नु होला त्यो थिचिसकेपछि यहाँ जाने बी मा जाने ओके थिच्ने बी भयो है त्यो चाहिँ कहिले काम लाग्छ भने अब जस्तो कि हामीले धेरै डकुमेन्ट बनाउनु बेला यस्तै युज गर्छ हामी धेरै जसले अब यसरी यो अब मास्टर पेजमा ए मा हामीले जस्तै कि अब टेबल अफ कन्टेन्ट भन्छ
त्यसको लागि कभरको लागि पनि युज गर्छ त्यसो छुटे छुटे यहाँमा एउटा पेज एउटा छ यहाँ यो साइडमा यो पेज देख्नुहुन्छ होला यो पेज चाहिँ नन भन्यो यसमा चाहिँ के हो खाली पेज अब जस्तो कि अब यो ए यहाँ फर्स्टमा ए त भयो हामीलाई यहाँ पनि ए भयो तर मलाई यो चाहिँ ए चाहिएको थियो मास्टर पेज ए यहाँ चाहिँ खाली चाहियो भने हामीले के गर्छ यो लिन्छ यो चाहिँ लिन्छ खाली राख्छ त्यो यसको जानकारी एउटा भयो मास्टर पेजको कुरा आज हामीले आधा भन्दा बढी गएपछि राइट ओके मास्टर पेज ए मा हजुरहरूले लाइन तान्यो भने यसको माथि लाइन यसरी तान्यो भने अब यहाँ तान्यो यसरी राख्यो यहाँमा ए सबैमा यो के भन्छ लाइन आउँछ ओके सिर्फ लेफ्ट साइडमा आउँछ ओके अब मैले यहाँमा बी मा बनाएको छ ओके सरी लाइन हरायो ए मैले यहाँ यसरी बनाउँछु है यहाँ राख्छु यहाँ छ छैन यहाँ छ किनकि हामीले लेफ्ट साइडमा बनायो लेफ्ट साइडमै आउँछ नि है यो काम लाग्छ धेरै जति हामीले बुक्सहरु बनाउने बेला माथि टुप्पोमा यसमा हामीले यहाँमा हेडर बनाउँछ हेडर बुक हेडर भन्छ हामीले रनिङ हेडर भन्ने पनि हुन्छ बुक हेडर अब त्यो हामीले बिस्तारै बिस्तारै सिक्दै सिक्दै सजिलो हुन्छ त्यो टेन्सन नलिनुहोस् होला ओके त्यो भयो ओके आजको अब त्यसको पछि हामीले यसमा डाइरेक्ट सिलेक्सन टुल यदि के भन्छ एडोबी इलस्ट्रेटर र फोटोशॉप युज गरेको छ भने डाइरेक्ट सिलेक्सन टुल भन्ने थाहा छ होला अब यहाँमा मैले धेरै जति फर्स्टमा भन्छु है यसलाई सिलेक्सन टुल भन्छ वी सर्टकट चाहिँ के हो वी हो यो चाहिँ के डाइरेक्ट सिलेक्सन टुल ए हो यहाँमा अक्षर एउटा देख्नुहुन्छ होला त्यसलाई चाहिँ थिच्यो भने योलाई थिच्छ वी थिच्यो भने यसलाई थिच्छ ओके नाउ अब यहाँमा यो ध्यान दिने एउटा के हो भने डाइरेक्ट सिलेक्सन टुल भने के हो म यहाँमा एउटा बक्स बनाउँछु फर्स्टमा ओके बक्स बनायो अब यो बक्सलाई अलिकति यताउता चेन्ज गर्ने मन छ नै मलाई एउटा बक्स यस्तै चाहिँदैन अलिकति यो चाहिँ यता चाहिएको छ जस्तो लाग्यो भने डाइरेक्ट सिलेक्सन टुल लिने यहाँ साइडमा यो पोइन्टमा थिचेर है यो जान्दैन रहेछ के हो Okay, sorry. Oh, sorry. What happened? एकछिन है डाइरेक्ट सिलेक्सन टुल हामीले अलिकति बाक्लो बनाउँछु ओके न यहाँ हेर यहाँ यो ब्लू कलर रहेछ नि है यो मैले अलिकति चेन्ज गरेँ या भयो यसमा छान्नु अलिकति आफ्नो अनुसारले जान्छ यो अब पछिको यस्तोहरुलाई डिजाइनहरु बनाउन लागि काम लाग्छ यस्तो डिजाइन हामीले खोज्यो भने पनि पाउँदैन अब यहाँतिर यसरी बनाउने छैन एउटा अब पेन टुलहरुले युज गरेर पनि हुन्छ अब यो डाइरेक्ट सिलेक्सन टुलको एउटा काम हो एउटा डाइरेक्ट सिलेक्सन टुलको ओके यो दुईटा अब आजको हामी के सिक्यो डकुमेन्ट कसरी बनाउने मास्टर पेज भने के हो अब भोलि पनि हामी मास्टर पेजको बारेमा भन्छु है अनि युनिट कसरी चेन्ज गर्ने पर्छ यो सिलेक्सन टुल र डाइरेक्ट सिलेक्सन टुल के सर्टकट के हो राइट अनि यहाँमा पेजहरु यदि मलाई पेज यहाँदेखि यहाँसम्म चाहिन्छ भने कुन चाहिँ किबोर्ड थिच्ने पर्छ अनि के गरेर यो चाहिँ यो बी भएको सबै म ए बनाउन मन छ भने कसरी बनाउँछ मास्टर पेज कसरी एक्स्ट्रा बनाउँछ त्यो सबै मैले आज यो भिडियोमा भनिदिएको छु ओके नाउ अब भोलि हामी अलिकति डिपमा जान्छौँ बिस्तारै हामीले बिस्तारै मुनि जान्छ ओके सो आजको लागि यति राख्छु अनि हजुरलाई राम्रो लाग्यो छ भने सब्स्क्राइब गरिदिनु होला लाइक दिनु होला कमेन्ट गर्नु अनि के क्वेशन छ के प्रश्न छ भने मुनिको कमेन्ट बक्समा हाल्दिनु होला अनि एउटा शेयर गरे पनि हुन्छ अब कोही साथीहरु छ कम्प्युटर छ भने हो त्योहरुलाई शेयर गरिदिनु हुन्छ म एउटा अहिलेको एउटा सानो एउटा यहाँमा
यहाँतिर एउटा सानो एउटा लिंक जस्तो एउटा देखाइदिन्छु अनि हजुरलाई त्यो लिंकमा गएर डाउनलोड गर्ने सक्छ। अब म यहाँबाट सिकाउनै त सक्दैन, त्यो लिंक चाहिँ म देखाउँछु एकछिनलाई कि मात्र देखाउँछु, त्यो त्यहाँ गएर अनि त्यो के भन्छ डाउनलोड गरिदिनु होला। ओके, चाहियो भने यही सफ्टवेयर फ्रीमै पाउँछ, त्यहाँमा गएर इनडिजाइन पनि टाइप गरेर त्यो आउँछ, त्यो हामीले यहाँमा देखाउनु पाउँदैन। ओके, हो त्यति हो। ओके, अनि भोलि भेट्छु ल। सो थ्याङ्क यू एभ्रिवान।